बेगारीहरू कालीमाटी घुम्दै होइन काम चाहिँ केही छैन यहाँ किन्ने केही होइन सोध्ने मात्रै हो केटाहरूले 200 को टमाटर नै किन्नु सकेन है अनि यस्तो छ यस्तो भयो माछा खोज्न आएको यिनीहरू चाहिँ होइन पहिला बच्चामा पनि एउटा केटीको लागि बाजेको अहिले नि बाज्नु खोज्दैछ पशुहरू के हुनु लाग्छ किन्ने चाहिँ होइन यिनीहरूले किन्ने होइन गुन्द्रुकको भाउमा आयो टमाटर 140 होइन तिमीहरू एकछिन हान गर न हान्ने भए जस्तो आएको त्यस्तै घुरियो गाइस हेर्नु किन्नु छैन केही के गर्नु होइन गोजीमा फुटेको पैसा नहुँदा नि 1 लाखको बाइक सोध्ने मान्छे चाहिँ यही हो यो पुड्के पेटो र मुजी खत्तम ठक्किएन मुजी के हुन्छ र यस्तो मुजीले बोरा लाने हो क्या यहाँबाट भनेको जेसुकै होस् के हेर्नुहोस् त के हुन लागेको छ त आयो के आयो भन्दा गुन्द्रुकको भाउमा सबै कुरा आयो सबै हो किलोको 150 गुन्द्रुकको भाउमा किन्नु चाहिँ होइन है फेरि किनेको भए त मरिजाउँ किन्ने मान्छे चाहिँ होइन है यिनीहरू कता जानु है बडे बामको आलु रातो आलु कालो आलु माछा पाउ कता पाउँछ माछा आलु काँचो आलु माछा पाउँछ बाहिर गेट आउट यो सस्तो माल चाहिँ कहाँ पाउँछ सिक्दै केटाले देखाउनु यो चाहिँ सेक्युरिटी गर्नलाई यहाँ सलाम हान्ने प्र्याक्टिस गर्दैछ यता हान त एकचोटि हान्न एकचोटि हान्न चेक एकचोटि सलाम हान्दा कालीमाटी आएको फाइदा केही देखिएन सबैभन्दा सस्तो भनेर आएको 140 भनेर हामी टमाटर सत्ता ठाउँ डाल्यौँ कता पाउँछ टमाटर 140 भगवान राम 140 अरे यत्रो धेरै टमाटर छ 140 रुपियाँ भनेपछि के लाग्छ र होइन घुमियो त्यसले टाउको भन्दा अलिक सानोलाई त पैसा चाहिँ कोसँग छ त यहाँ 100 रुपियाँको लैजा न त लैजा लाँदैन हामी यहाँबाट कहाँ उहाँ लान्छ यसले बोक्यो भने बोक्यो पैसा छैन कि क्यास पैसा छैन क्या यस्तो केटाहरूले 200 को टमाटर नै किन्नु सकेन है अनि यस्तो छ यस्तो भएपछि अनि कसरी हामी बाँच्छौँ त नेपालमा जाँड 200 को टमाटर किन्नु सकेन यस्तो छ यस्तो पनौतीहरूसँग हिँडेपछि केही लाग्दैन छ मलाई कस्तो भने
यस बिल्कुल खाने मान्छे छैन खाने मान्छे चाहियो अरे के केही पाइएन राम्रो के हो घर तरुल हो कि वन तरुल हो यार बन्दा यता पनि यत्रो रहेछ क्या ब्लक बिहार आमा थोक भनेको दाजु यस्तै थोक भनेको के हो आई डोन्ट नो यस्तै हो क्या यो थोक भनेको खुद्रा खाँदैन पदार्थ क्या खुद्रा थोक हो मुजी नकर हिँड्नु सक्दैनौ तिमीहरू एकछिन हानाहान गर तिमीहरू एकछिन हानाहान गर न हान्ने भए यिनीहरू चाहिँ होइन पहिला बच्चामा पनि एउटा केटीको लागि बाजेको अहिले नि बाज्नु खोज्दैछ पशुहरू अब सोझो भनेको मै मात्र रहेछु तिनजनामा के गर्नु होइन ए बौला हो कहाँ ल्याउँछ यार माछा खोज्नु भनेर हिँड्यो मलाई माछा लाग्यो माछा छैन माछा खोज्न आएको माछा किन लाग्यो नि होय 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 के गरेर होय 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 के हुनु लाग्छ किन्ने चाहिँ होइन यिनीहरूले किन्ने होइन किन्ने होइन कस्तो चाहिँ ठाउँमा ल्यायो यार केटाहरू छ ओ यस्तो यो टिपेर लैजा सभा खोलाबाट तुरुन्तै यहाँ ल्याएको माछा है यो त के हो यो के कुरा हो झन् महँगो हो रहेछ त्यो तुरुन्तै सभा खोलाबाट निकालिएका माछाहरू हो नि यिनीहरू चाहिँ यो चाहिँ कहाँको माछा हो यार भन्नुहोस् भन्दैन 100 रुपियाँको 2 केजी आउँछ भनेर यसले ल्याएको हामीलाई यहाँ के भन्नु छ कटपिस पनि पाउँछ कटपिस कहाँ पाउँछ त्यो चाहिँ कटपिस भोट पार्टीको बेला हुन्छ अहिले त्यो सोधेको मात्रै क्या माछाको कटपिस खोजेपछि अब यस्तो भयो हुन्छ अरे माछा घटी हौ माछाको कटपिस खोजेपछि यस्तो भयो काठमाडौँमा कटपिस कटपिस त हुन्छ तर अझै पाउँदैन अनि के चाहियो अरे भाइ उ त माछालाई कति रुपियाँ हो यो 450 सबैलाई कि जोखेर जोखेर ए अवस्था त नाजुक छ है कुन माछा माइडोको माछा कुन माछा हो त अहो ओइ सुन न उ त माछा यो मोमो त क्या हो हेर्दै छ भाइले ठीक भाइ ओह असला यार ओह कत्ले यो के हो फेरि गङ्गटा र जम्मा ओहो यार यस्तो पनि छ यार मान्छेले यस्तो खान्छन् कसरी बाँच्नु यार यस्तो छ होइन अवस्था यो मोजी हो 100 रुपियाँको 2 केजी माछा चाहिने यार यस्तो कटपिस त कटपिस न हाम्रो दाम गर्दैन ओइ अम्बे जस्तो आएको त्यस्तै घुरियो गाइज हेर्नु किन्नु छैन केही के छैन हजुर केही छैन यो अवस्था यस्तो छ नाजुको तँसँग नि हिँड्नु पर्यो यार 200 को टमाटर किन्नु पर्दैन म त 100 हाल्नु पर्छ क्या यस्ता 200 को टमाटर किन्नु नसकेर अब अहिले लडाइँ पर्न आँट्दै हो 2000 यस्तो छ अवस्था होइन